आज मैले हजुरहरुको लागि दुईवटा चोइस वाला कार्ड लिएर आएको छु। यो चाहिँ हजुरको कार्ड नम्बर 1 हो र यो चाहिँ हजुरको कार्ड नम्बर 2 हो। हजुरलाई चाहिँ यो कार्डहरु मध्ये जोसँग चाहिँ हजुर सम्बन्धित हैन रिकग्नाइज हुनुहुन्छ, जुन चाहिँ कार्ड हेरेर हजुरलाई चाहिँ फिल भइरहेको छ, त्यो चाहिँ हजुरले चुज गर्नु होला। यो चाहिँ हजुरको कार्ड नम्बर 1 हो, ए, र यो चाहिँ कार्ड नम्बर बी हैन 2 रहेको छ। हजुरहरु आफुलाई शान्त बनाउनुहोस् र चुज गर्नुहोस्। अब हजुरहरुले चुज गरिसक्नु भएको छ भने म चाहिँ हजुरहरुको लागि रिडिङ गर्न गइरहेको छु, जसको चाहिँ हजुरहरुले कार्ड नम्बर 1 चुज गरिराख्नु भएको छ। हजुरहरुको चाहिँ एकदमै राम्रो देखिरहेको छु मैले। हजुरहरुले एकदमै ब्यालेन्स मिलाइराख्नु भएको छ। आफ्नो इमोसनलमा हजुरहरुले चाहिँ कुन सही हो त्यसमा चाहिँ आफुले इफोर्ट लगाइराख्नु भएको छ, र जुन हजुरलाई ठीक लाग्दैन त्यसमा चाहिँ हजुरले इफोर्ट लगाउन छोड्नु भएको छ। आफ्नो लाइफलाई चाहिँ ब्यालेन्स गरेर हजुरहरु अगाडि बढिरहेको मैले यहाँ देखिरहेको छु। भने यदि हजुरले कार्ड नम्बर 2 या बी चुज गर्नु भएको छ भने हजुरहरु चाहिँ अहिले आफ्नो सम्बन्धमा होस् या आफ्नो जीवनमा होस् एकदमै तनावग्रस्त हुनुहुन्छ। हजुरले चाहिँ एकदमै चिटिङ फेस गरिराख्नु भएको छ। हजुर एकदमै डिप्रेसमा गइराख्नु भएको छ। यो एनर्जी चाहिँ मैले यहाँ हजुरहरुको फिल गर्न पाएँ। यदि हजुरलाई यो च्यानलमा हैन मन परिरहेको छ भने हजुरले चाहिँ हामीलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। नमस्ते।